यो के छ यो मोटे गाडी लिएर छिरिसक्यौँ हामी चाहिँ बुद्ध शान्तिमा पुग्ने गाइस हामी चाहिँ यता जाउँ न यता सिधै जाउँ यस्तो मेमोरी कोही पनि छैन बस guys पर्खिँदा So guys, it's me Arun Srestha and you are watching Arun Srestha vlogs हैन मेरो चाहिँ यो फर्स्ट भ्लग कस्तो छ हैन जसले चाहिँ अगाडि सब्स्क्राइब गर्दैन थियो उहाँहरूलाई चाहिँ थ्याङ्क यू छ किन भन्दाखेरि मैले हजुरहरूलाई भन्नलाई हैन जबरजस्ती भए पनि गरिदिनु होला त्यसको लागि थ्याङ्क यू सो मच हैन म चाहिँ हजुरहरू अब जसले सब्स्क्राइब गर्नु भएको छ अगाडि नै उहाँहरूलाई चाहिँ थाहा होला किन भन्दाखेरि म आज अन्तु जाँदैछु आइसक्यौँ हैन गाडी चढेर नि घरबाट मैले अब बनाएन क्लिप्सहरू हैन हामी हेर्न सक्नुहुन्छ महेन्द्र पार्कमा आएको छ हैन यही गाडी आउँछ भनेको खै कति आउँछन् कुनै हाम्रो अध्यक्षहरू नि अध्यक्षज्यू आएर चाहिँ यहाँ बसिरहनु छ के भनिदिनु त दाजु यहाँ के भनिदिनु त भ्लगमा वी आर गोइङ टु काठमाडौँ कहिले प्लान भयो फेरि चाहिँ के भन्छ तिमीहरूलाई अनिश्चित प्लान हो यो चाहिँ भर्खरै हामीले मैले डिस्कस गरेर आएको हामी यहाँबाट डाइरेक्ट काठमाडौँ जाने अहिले सर्टकट बाटो गएको छ हामी त्यहाँ जाँदैछौँ 10 जना मैं कब हो गया ही हामी चाहिँ चल्दिएको ल म त यहीँ छु म त बनाउँदैछु हैन अरे ओ दाजु तपाईँ बिना त म नजाने मान्छे हो त गाडी लिएर छिरिसक्यौँ आएमा आएका छौँ ओइ मार्छस् एकछिन दिनु त खानेकुरा छ हौ दाइ पानी ल्याउ पानी होइन हौ पुग्छ ला त लिक न यसको पनि कोक रहेछ ल कोक होइन हौ मेरो त के हो रोकिन झोलाभित्र के होला होइन यसको झोलाभित्र के छ हेरौँ है यो त्यत्रो हामी चाहिँ बुद्ध शान्तिमा पुग्ने खरबुजा चाहिँ यहाँ रहेछ यार यहाँबाट लिएर जानुपर्छ क्या खरबुजा घरमा गर्मीमा यस्तो खानु मन लागेर हुन्छ 8 घन्टा हामी चाहिँ यहाँ पुल हेर्ने भने आएको हाम्रो आदित्य दाइले के भनिदिनु न हौ पुल हेर्छन् केटाहरूले म लक्क लाग्दो मेरो दाइले के भनिदिनु पर्यो हौ भ्लगमा सब्सक्राइब नहान्नु भएर मेरो कति हेर्ने कुललाई जाने फोटो चाहिँ खिच्छ बाबा लाउँछु लु औ जाने उता जाउँ अर्को पारिने जाउँ न जाउँ न पुगौँ अब्बे लड्छ पानी नै छ है झोलुङ्गे पुलको आफ्नो गाउँमै छ यस्तो झोलुङ्गे पुल कति लमजुङ हो दाजु लमजुङको हाम्रो गाउँको यसै छ क्या झोलुङ्गे पुल कटेर गयो होइन यसै झोलुङ्गे पुल कट्नुपर्छ त्यत्रो साह्रो लामो चाहिँ छैन तर लिम्बू होइन म नेवार हो दाइ प्योर नेवार है दाजु म त क्रिस्चियन हो त्यो थाहा होइन वेट फोन चाहिँ झर्नु भएन मेरो त्यति अरू ओ सुसाइड पोइन्ट भन्ने यही हो ओए मोटे मोटे सुसाइड पोइन्ट भन्ने यही हो होइन नि यार कुन हो सुसाइड पोइन्ट यही हो यार सुसाइड यो गीत चाहिँ मेरो लागि बनेको गाइस पैसा धेरै आयो थोरै लैजा खायो पैसा हगो ऐसा बेचे आउँछ मोनालिसा स्ट्रीट जब्स बेटर नट फक विथ मी किनिदिन्छु त्यो कम्पनी फेरि मन पैसा यहाँबाट हिँडेर चाहिँ हामीले पाइसक्यौँ
गाइज कन्याम आएपछि भेटौँला है गाइज सरी अन्त नत्र आउँछ हौ कन्याम सुरु भयो है हाम्रो चाहिँ देखिन्थ्यो त अहिले भगी लागेको छ अहिले म कोलुङबाट देखिन्छ भोलि फर्किँदाखेरि काम पनि लागिरहेछ भइरहेछ गाइस हो राम्रो देखौँ न तिम्रोबाट के गर्छ कसको हो त्यो फोन चाहिँ मेरो होइन उसले बनाएको मेरो केही भनिदिनु न हाम्रो यात्राको बारेमा शुभ यात्रा हजुर with more girlfriend थ्याङ्क यू अङ्कल हुन्छ you're always welcome bro यतिसम्म ल्याइदिनु भयो त्यसको लागि धन्यवाद छ अङ्कल and सबैभन्दा धन्यवाद चाहिँ तिमीहरूलाई जहिले मेरो गाडी सम्झिनु होइन हजुर 2855 हस् कन्याम हस् जहिले मलाई सम्झिनु उहाँलाई सम्झिनु होला होइन थ्याङ्क यू हाम्रो के अरे हाम्रोबाट आउनुभएछ भने केही डिस्काउन्ट पाउनुहुन्छ कि पाउनु हुँदैन हाम्रो सब्सक्राइबर धेरै धेरै ल हुन्छ उहाँलाई सम्झिनु होला भद्रपुरबाट आउनु लिएर आयो भने जहिले चाहिँ डिस्काउन्ट ल आर्यन श्रेष्ठ नाम लिएर आएछ भने डिस्काउन्ट दिनुहुन्छ हजुर ल है त अङ्कलले डिस्काउन्ट दिनुहुन्छ भन्दै हुन्छ आउनु होला है त हुन्छ अङ्कल थ्याङ्क यू Thanks. Love you. यस्तो मोबाइल जस तर त्यो अङ्कल चाहिँ एकदम फ्रेन्डली हुनुहुन्छ होइन सबैजनाले चाहिँ यो चुज गर्नु होला है म चाहिँ प्रिफर गर्छु यो चाहिँ हजुर आउँदै हुन्छ नि बोलेकै सबै हाल्छु नि हो दाजु यार सङ हालेर हाल्दा सङ हालेछ भने कपिराइट ड्याङ्गै आइहाल्छ त्यही भएर कपिराइट आउँछ उसले सोध न आउँदैन सङ हालेर कहाँ आउँछ त्यो अब नन कपिराइट छ भने चाहिँ आउँदैन कि त्यो तिमीले नन कपिराइट लगाएको छौ होला त्यही भएर मैले कतिचोटि त्यो पहिला त्योको च्यानलमा के हालेको थिएँ कि कपिराइट आएको थियो क्या बासमती नगरबाट उता त फेरि बोर्डर गइहाल्यो गाइस हामी चाहिँ अब कहाँ जाने भन्छ केटाहरूले यहाँबाट कता जाने हो तलै हो सिधा जाँदा कहाँ गइन्छ अरे हजुर सिधा जाँदा कहाँ जान्छ खै मैले बिर्सिसकेँ बाटोहरू कुन कुन थियो भनेर श्री अन्तु जाने बाटो अन्त जाने बाटो रे गाइजहरू म त बिर्सिसकेँ क्यों तुझको चाहे यारा बता ना पाए बातें दिलों की देखो जो बाकी आगे तुझे समझाए तू जाने ना हामी चाहिँ यार भाइ यसो गफ देऊ न हजुर हामी हाम्रो गन्तव्यमा आइसकेका छौँ हाम्रो यहाँ हजुर के सब्जी छिटो न रुम होटलै होला होइन बिचारा यार एक्लै भयो त हो तिमी त त्यहाँ मैले थाहा नै छैन उसको कहाँ झऱ्यो अब के चाहिँ हो ए हुन्छ के छ हौ के भनिदेऊ न त यात्राको बारेमा मेरो चाया झरेको
एक्स्ट्रामा मजा आयो भन्यो कसको हो त्यो चाहिँ ए के भन्देऊ त श्रेयम यात्राको बारेमा के भन्देऊ त कस्तो हरायो ज्याप्स भयो चस्माथि माथि नै ज्याप्स भयो तिम्रो जहिले देखि जसमै लाउँथ्यो ए म त भयो त्यो त म त आज कोही सुत्नै पाउँदैन मलाई त कस्तो मैले देखिथे भिड फेरि भन त ओए आज कोही सुत्न आज 3 बजेदेखि 5 बजेसम्म सुत्न दिने हो 4 बजे उठेर 4 बजे उठ्नु पर्छ 3 बजेदेखि 4 बजेसम्म 4 बजे उठेर जाने 3 बजे हाम्रो रुम भनेको सबैको यही 11 जना यतिमा चिसो रहेछ यार त भनेको भर्खर भोमिट गरेर फ्रेस भएको मान्छे हामी त झन् चिसो खानुपर्ने क्या यति बेला त के खानुपर्ने थुक्पा भाइमा भन्नु होला गाइज हामी चाहिँ यसो पोखरी भिजिटमा चल्दैको मेयरको ड्राइभर भनेको नि उतोमा किपर खेलिरहेको थियो भन्थ्यो मैले होइन त्यो पनि हो त दुईटा ड्राइभर थियो तीनटा त्यो पनि हो र भाइ मेयर बनाएर त्यो यत्रो सुकुटे छ नि उसे लाएर त गाइज किपर थियो हैन अनि के छ भन्नु त छिटो अनि सुत्नु पर्छ एकछिन सुत्नु पर्छ अनि खेल्ने पहिले छिटो आएर अनि सुत्नु पर्छ अनि जसले चाहिँ नसुत्ने भन्दै थियो त्यही त कति बजे नि 6 बज्यो कि 6:30 सम्ममा 7:30 सम्ममा 1 घण्टा सुत्नु अनि भात खाऊ अनि त्यसपछि खेल्नु बाफ्रे बुद्धि गाइज हामी चाहिँ उता फोटो खिचेर चाहिँ श्रेयम डराएर मर्न लागिसक्यो तन्केर हेरेको तिमीलाई हेर्दै घाँटी कमेर यसो डुल्नु चल्दैको भिडियो बनाइन हौ मैले त्यसलाई त यो त थिएन कसरी हाल्छौ म माथि फोटो खिच्दै थियो म फोटो खिच्दै थियौँ क्या पक्कै ओ म चाहिँ जान्छु है अहिले ओ पकड न भाइ मेरो आँखा नै परेको म छु त बाउन्स हान्दिहाल्छ नि यसरी फेरि पछाडि तर मजा आयो अनमोल म चाहिँ अगाडि हिँड्नु पर्यो पछाडि लडेको मान्छे ढोकेर फेरि पछाडि भएको तिमीले पोखरीमा खिच्छौ भने होइन मजा रहेछ आइसक्यो होइन अब मेरो फोन चाहिँ चार्जमा राख्नु पर्यो फेरि अहिले खल्लास भएछ नि चार्ज त गयो त एडेप्टर कहाँ छ मेरो ल के भन्देऊ न त एकदम मजा आउँदैछ ल गाइज अहिले एकछिनमा खाना खाने बेला भेटौँला है बाई बाई हामी चाहिँ सबै अब एकैछिन रेस्ट गरेर चिसोमा तातो त खाना खान जान्छ जाडो बहुत छ बहुत एकदम र पनि म चाहिँ भेस्ट मात्र लगाएर आइहालेँ दादा मेरो त्यहाँ ज्याकेट दिनु न ज्याकेट नभए पनि गलबन्दी भयो भने दिनु न त्यो त्यहीँ छ नि त्यहीँ दुइटैलाई दिनु त्यसो भए बरु थ्याङ्क यू दादा भेज किन नखानु हो दादा खानु पर्छ लु केटा सुरु हो सुरु दादा सुरु लु सुरु गरेँ ल म पनि इलेक्सनमा भेटौँला बाई गाइज बाई यस्तो मेमोरी भएको कोही पनि छैन कस्तो ल घुमाइदेऊ मैले घुमाउन आउँदैन
लु जा हेर न फेरि यो हटाउनु हेर फेरि यो हटाउनु बिस्तारै घुमाउ न अघि स्टार्टिङ भएको थियो खै एकचोटि रोक ठिक छ ल यो ठिक छ गाड मारु ए मोटेलाई मेरो निक्लिने नजाने तिमी यताको हुन्छ ऊ यताको हुन्छ नि त तिमी कसैले सोध्नु न प्लिज सोध सोध के सोध्नु ए सोध खोलेर सोध जस्ट के खोलेर टी सर्ट खोलेर सोध्दै के सोध्नु कसैले सोध्नु त कसैले सोध्नु त त्यो को हो त्यो हामीले सिकाउनु पाइन्छ त त्यो को भन्नु भक्तको अघिको सोध्नु त्यही सेम कहाँको म्याउसी त्यो म्याउसी नाम भन्नु पर्यो रियल नेम हैन मर्निङ गाइज होइन हामी चाहिँ अब लाग्यो तिर होइन दादा रात कस्तो गयो भनिदिनु न दादा म त सुते तपाईँहरू पो सुत्नु हामी पो मेरो भाइ अन्त फर्स्ट टाइम आयो नसुति होइन म त फर्स्ट टाइम होइन कि दादा र पनि यिनीहरू त म सुतिसकेको मान्छे नै उठाएको अब सनराइज हेर्नलाई आयौँ होइन यो मान्छेलाई चाहिँ मेरो 100 रुपियाँ ऋण तिर्न बाँकी 100 रुपियाँ हेर्नु तिरिहाल है अन्त दाजु ऋण तिरेर खानु हुँदैन कि उसब केही भनिदेऊ न त आमा म त यहाँ टोपी लाएर नचिनिने भएको छु एकदमै जाडो छ श्रीअन्तुमा म टोपी पनि खोल्छु कस्तो भयो त एक्सपिरियन्स एकदम मजा रातभरि तास खेलेको होइन यिनीहरूले मलाई पनि उठाएको है गाइस यिनीहरूले हामी चाहिँ आइपुग्यो होइन अरे यो बनाएछ यार म अस्ति त्यहाँ आउँदाखेरि यो थिएन म अस्ति पालि आउँदाखेरि यो बनाएको थिएन यार बनाउने प्रक्रियामा थिएन के भन्नु छ अलिकति ठुलो स्वरमा बोल्नु पऱ्यो दादा सनराइज हुन कति टाइम बाँकी छ सनराइज हुन अझ 16 मिनट बाँकी छ टाइम अझै रहेछ 16 मिनट जति माथि जाने म चाहिँ गाइजहरू अब सनराइज हेर्नु माथि जाँदैछु मसँग चाहिँ MON सनराइज गाइज पर्खिँदा यस्तो गरेछ यार एकछिन हामी चाहिँ सनराइज हेरेर फोटोहरू खिचेर चल्दिएको दादा कस्तो लाग्यो भनिदिनु न आज चाहिँ सनराइज चाहिँ खासै मजा लागेन मलाई त पहिला जस्तो सबैजनाको चाहिँ फोटो सेसन चलेको रे हामी चाहिँ हेरेको रे मेरो नि खिच्दा त खिच्यो मेरो दादा त एक्लै हुनुभयो माया लाग्यो मेरो दादाको त कन्या पनि छ त्यस्तो भ्यू जाउँ न कन्या गएको छैन हौ श्रेम भाइ श्रेम भाइ उत्सव भाइ डुल्ने ठाउँ छ नि त यतैतिर नि एकैछिन डुलौँ न अन्त उसब यता हेर त के भन्नु छ नमस्कार दाजु नमस्कार अरू कोही झोलमामा छ त्यो 70 मै लम्बा झोलमामा चारवटा झोलमामा बरु म हैन बसिदिनु भौँ त चाहिँ सजिलो हुन्छ जस्ट गाइज ल चारवटा झोलमामा गाइस यार अब नर्मल मामा नर्मल तपाईँ मात्र बस्नु भयो अब तपाईँ मात्र हुनुभयो नर्मल दुई हैन चाडोले मरिनु तपाईँ पनि झोलमा जाडोमा अब झोलले सुरु गरे यो मान्छे पनि यस्तो स्न्यापर भइसकेको स्न्यापर हैन ब्लगर हो स्न्यापर क्या ब्लगर भएको म स्न्यापरको थाहा छ त्यो
बेलुका चाहिँ यति पठाउँछन् अनि रिदिप दाई घरमा बस्यो भने त्यो उदोको होइन गेम हेरेको फिल्म हेरेको पठाउँछन् राम्रो त्यही पऱ्यो घर हाम्रो म चाहिँ नआउने गीत गाउँछु है यिनीहरू चाहिँ फेरि त्यसो त्यो आउँदैन यिनीहरूलाई नि लु गाइस हामी चाहिँ घर लाग्यो होइन लु अब चाहिँ टाइम चाहिँ सुरु हुन्छ है गाइस हामी उता 4 आइल नपुग्नेसम्म आइपुग्यौँ है गाइस चाराली हाम्रो मेन चाराली चाहिँ होइन यो ठुलो चाराली आइपुग्यो अब अझै हाम्रो आउन बाँकी छ डेस्टिनेसन गाइस हामी चाहिँ चन्द्रडी आइपुग्यौँ ल दादा जानु है ल भेट्दै गरौँ न बिस्तारै बिस्तारै रोके भन्नु छ यात्राको बारेमा तिम्रो लागेन यो केसप यो मोटे के सान्न गएको त अरूभन्दा बेग्लै हो यहाँ बेग्लै यता तिमीलाई वाट्सएप ग्रुपमा हाल छैन तिमीलाई याद गर नम्बर त याद होला नि गाइज हामी चाहिँ चिया बासमा यिनीहरूले चिया खायो चिया अब क्यापेचिनोहरू खायो म भने पेप्सी मात्र तन्काउने मान्छे एउटा त मेरो खर्चले हो नि त भाइ खाएँ त नि यहाँबाट सिधै जाउँ ठ्याक्कै निस्किन्छ अब पानी छ कि छैन मलाई थाहा छैन पानी काली मन्दिर निस्किन्छ बाटोमा पानी भन्नु यो त खोल न सिधै के हो दादा उयो हालिदियो त मन्दिर हुँदै गइन्छ हुँदैन ए हाल्दैन हाल्दैन हो ब्यागमा ओ है त होसियार खबरदार म चाहिँ भर्खर घर आएको होइन बाँकी क्लिप्स चाहिँ खिच्न पाइनँ किन भन्दाखेरि मेरो फोनमा चाहिँ चार्ज छैन क्या 6% मात्र छ होइन अब ब्लगलाई यति नै एन्ड गरौँ होइन ब्लग कस्तो लाग्यो कमेन्ट डाउन बिलो होइन फर्स्ट ब्लग हो सबैले सपोर्ट गर्नु होला होइन अब यो ब्लग चाहिँ सन्डे अर मन्डेमा चाहिँ म अपलोड गर्छु अब छुट्टीमा चाहिँ म ब्लग बनाउन ट्राई गर्छु है त हुन्छ गाइस सी यू आफ्टर थाहा छैन कति डेज सी यू इन न्यू ब्लग